हेलो साथीहरु, म चाहिँ अहिले जापानबाट हो। तर यो भिडियो हेर्दा चाहिँ तपाईहरुलाई जापान हो जस्तो लाग्छ। हेर्नुस् त, पुरै डाँडा काँडा, पुरै हरियाली हैन। हाम्रै नेपालको कुनै एउटा भूभाग जस्तै के सबै नेपाल जस्तै छ। हेर्नु पुरै गाउँै गाउँ अनि वरिपरि डाँडाहरु कस्तो मजाले हैन त। यसलाई चाहिँ कसले जापान भन्छ? तपाईलाई जापान जस्तो लाग्छ? ल हेर्नुस्, डाँडाहरु कति राम्रो राम्रो, कति धेरै यो कृषि खेतीहरु, नास्पाती कति धेरै रहेछ। नास्पाती खेतीहरु हैन, अंगुर खेतीहरु, किवी खेतीहरु। अनि हाम्रो यो नेपालमा पाउने त कटुस जस्तो एकदमै धेरै पाउँदो रहेछ। सबै यो यतापट्टि छ नि, यो हेर्नु न, यो चाहिँ के रहेछ? यो नास्पाती खेती रहेछ। पुरै डाँडा 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 हैन, कति रमाइलो टाइपको छ कि। जापान जस्तो पनि छैन। ल हेर्नुस् त, म चाहिँ मन्दिर जान लागेको अनि बाटोमा देखेको सिन हो यो। सो तपाईहरुलाई कस्तो लाग्यो एकचोटि हेर्नु होला। एकदमै टाढा रहेछ यो ठाउँ चाहिँ। म हिताची नाकाबाट, ठ्याक्कै ठाउँको नाम चाहिँ के थाहा भएन, तर गाडीमै 1 घण्टा कति लाग्यो। बल्ल 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 आफ्नो साथ छैन, यो राङ्गेला हुने गाई गरेर लिएर आएको। हेर्दै जानुहोस्। फाइनली म मन्दिर पुगे पछाडि फेरि भिडियो एड गर्नेछु। यो बाटोको सिन छ।